नाममा सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस् है यो समय मलाई बोल्ने अवसर दिनुभयो। अनि मलाई चाहिँ होइन यो ट्रेनिङमा आएर चाहिँ एकदमै पहिला भन्दा चाहिँ होइन धेरै नै परिवर्तन अनि ममा चाहिँ धेरै आशिषहरू आएको छ, जसले चाहिँ म पहिला चाहिँ यहाँ आउन चाहिँ म आउँदिनँ नै भनेको थिएँ है। मलाई यहाँ ल्याउनलाई चाहिँ धेरै फोकस चाहिँ मेरो है एम्पास्टर बुवाले गर्नु भनेर है म चाहिँ आत्तिएको थिएँ, आउनको लागि डराएको थिएँ होइन। अनि मैले जान्दैन अनि मैले त्यहाँ गएर के गर्ने भन्दै थिएँ। अनि म जब यहाँ आएँ, यहाँ आउनुभन्दा अगाडि चाहिँ होइन म चाहिँ यस्तो खालको थिएँ नि, म चाहिँ भए पनि नभए पनि फरक पर्दैन, मेरो जीवन चाहिँ हुनु र नहुनु चाहिँ केही छैन भन्ने व्यक्ति थिएँ कि म आफूले चाहिँ एकदमै हारहरू खाएको थिएँ। अनि अब पढेको कुराहरू नबुझ्ने अनि के कस्तो भन्ने प्रार्थनाहरू त गर्थेँ, तर पनि मेरो मुखले चाहिँ धेरै कुराहरू गर्थ्यो तर मेरो हृदयहरू गर्दैन थियो। तर मेरो मुखले गरेको कारणले गर्दा मुखले मात्रै गर्यो, हृदयले नगरेको कारणले चाहिँ मैले केही पनि पाउन सकिनँ होइन। जब मैले ट्रेनिङमा आएँ अनि ट्रेनिङमा आइसके पछाडि जब मेरो हृदयहरूले नै मैले परमेश्वरको नजिकताहरूमा जान थालेँ अनि जब मैले परमेश्वरलाई नजिकतामा बुझ्न थालेँ अनि मेरो जीवनमा चाहिँ होइन यस्तो भयो कि प्रभुसँगको नजिकताले चाहिँ मेरो जीवनमा चाहिँ आशिषहरू ल्यायो होइन। अनि त्यस पछाडि अब अहिले चाहिँ यहाँबाट गएर चाहिँ पहिला हाम्रो घरमा सङ्गति हुन्थ्यो आफ्नै घरमा अनि कहिले कसो यताउता हुन्थ्यो, तर पनि नि अब बाबुहरू आएको बेलामा चाहिँ वचन पढ्ने अनि अरू बेलामा चाहिँ प्रार्थना मात्रै गर्ने, त्यस्तो केही पनि हुँदैन थियो। अनि जब म यहाँबाट गएँ अनि ट्रेनिङबाट गइसकेपछि जब लाग्थ्यो कि मलाई बस्नुहरू बाँड्नै आउँदैन, बस्नुहरू पढ्नै आउँदैन। अनि जब यहाँ आइसकेर गइसके पछाडि चाहिँ अहिले चाहिँ हाम्रो उता चाहिँ के भइरहेछ भने सबैजना डेली बेलुकामा 12-13जना जम्मा हुन्छौँ सधैँ होइन। आराधनाहरू प्रार्थनाहरू हुन्छ, वचनहरू हुन्छ अनि वचनहरूलाई चाहिँ जति बुझ्छु होइन त्यति चाहिँ बुझाउने कोसिसहरू गर्दैछु। जे भयो नि यहाँलाई सिकेर गएर चाहिँ धेरै सजिलो भएको छ। अनि मण्डलीमा पनि मेरो पास्टर बुवाले होइन धेरै तिमीले बोल्नुपर्छ, तिमीले गर्नुपर्छ, तिमी सक्छौ, तिमीले वचन भन्नुपर्छ भन्नुहुन्छ। अनि वचनको भागहरू बाटो राम्रो भएसम्म र जान सम्भव भएसम्म चाहिँ होइन बाटो मलाई लिन आउनुहुन्छ, लैजानुहुन्छ अनि वचनको भागहरू दिनुहुन्छ। अनि उता घरमा पनि धेरै सजिलो भएको छ। अनि जे भयो नि यहाँ चाहिँ आउनुपर्ने रहेछ। मेरो पढेको एकताहरूले गर्दाखेरि नपुगेको कारणले गर्दा मैले समस्याले गर्दा पढ्न पनि पाएन अनि मैले बुझ्न सक्छु भने चाहिँ मेरो दिमागमै थिएन कि। अनि दिमागमै थिएन अनि अहिले चाहिँ लाग्छ कि अनि पहिला मलाई यस्तो लाग्ने थियो मैले किन पाएँ जिन्दगी भन्ने जस्तो लाग्थ्यो। अनि अहिले चाहिँ प्रभुको प्रेमलाई बुझेको कारणले गर्दा मलाई चाहिँ प्रभुले असल बनाउनु भयो, केही न केही उद्देश्यद्वारा चाहिँ संसारमा पठाउनु भयो भन्ने लाग्छ। अनि मलाई चाहिँ अहिले लाग्छ कि प्रभु म तपाईँको महिमा गर्नलाई बनिएको, म चाहिँ जुन ठाउँबाट भने तपाईँको महिमा गर्छु भन्ने लाग्छ। मेरो मनमा त्यस्तोहरू केही लाग्दैन। उयो फास्टिङको कुराहरू नआयो, फास्टिङ बस्न म सक्दैन थिएँ अनि गाह्रो लाग्ने नसक्ने। अनि जब मैले यहाँबाट गएर फास्टिङको कुराहरू नै गरेँ अनि मलाई थाहा भयो होला यहाँ त कति र हुन्छ सबै ब्याजको त आउनु भएको थिएन, हामी भेट अहिले हुँदैछौँ। अनि मेरो चाहिँ पथरीको अपरेसन गरेको कारणले गर्दाखेरि पित्त थैली फालेको कारणले गर्दा मैले खाएको केही पनि पच्दैन थियो। मैले चाहिँ यहीँ आएर नै असोजको 19 गतेबाट चाहिँ चङ्गाई भएर पनि गएको हो होइन। अहिले चाहिँ खाएको कुराहरू पनि सबै पच्ने अनि मेरो अपरेसन भन्नुपर्दाखेरि चाहिँ मेजरै 19वटा भएको हो होइन। अनि मलाई लाग्छ धेरै अरूभन्दा फरक देखेँ। अनि मलाई लाग्छ अहिले चाहिँ संसारमा म जे भयो नि पहिला त पीडा लाग्थ्यो नलाग्ने होइन। अनि अहिले चाहिँ के लाग्छ भने संसारमा म शारीरिकमा कस्तो छु भन्ने कुरामा फरक पर्दैन। मलाई चाहिँ प्रभुको महिमा गर्नलाई बनाउनु भएको छोरी हो। म चाहिँ शरीरमा जस्तो भयो नि संसारमा म यही अवस्था भयो नि एक दिन स्वर्गमा चाहिँ सबैले देख्दा चाहिँ म उठ्छु, म हिँड्छु भन्ने लाग्छ। अनि म चाहिँ एकदमै खुसी छु होइन। कतिलाई लाग्ला तपाईँहरू सबैजनाहरू सबैमा भरिपूर्ण हुँदा नि होइन कति कुराहरूमा अभाव देख्नु होला, कम देख्नु होला, तर त्यस्तो कहिले नदेख्नुहुन्छ। म चाहिँ यति आनन्दित छु नि, म जति बाहिर देखाउँछु मेरो हृदय त्यति नै छ। प्रभुले चाहिँ सबै यो मेरो कारणले होइन प्रभुको कारणले हुँदैछ। मैले ट्रेनिङमा आएर चाहिँ धेरै मैले चाहिँ अब यो जीवन पाउनु चाहिँ मेरो गर्वको कुरा हो भन्ने लाग्छ। प्रभुलाई धन्यवाद भएको सबैजनालाई जय मसीह।